हेलो गाइज नमस्कार सबैलाई सबै सन्चै हुनुहुन्छ होला है र आज मैले चाहिँ एउटा सानो इन्फर्मेसन ल्याएर आएको छु हैन त्यो चाहिँ के छ भनेपछि यो चाहिँ विशेष गरी चाहिँ हाम्रो सुदूरपश्चिमको हाम्रो दाजुभाइ दिदीबहिनी सबैको लागि साथीभाइहरूलाई चाहिँ सानो इन्फर्मेसन ल्याएको छु हैन त्यो चाहिँ के छ भनेपछि जस्तो हामीले चाहिँ काठमाडौँदेखि धनगढी होस् मैनगर होस् अथवा हाम्रो 7 नम्बर प्रदेशको जुनसुकै ठाउँमा जानलाई होस् अथवा त्यहाँबाट चाहिँ काठमाडौँ आउनलाई होस् त्यसका लागि चाहिँ हजुरहरूले चाहिँ मजाले घरमै बसेर टिकट काट्नका लागि बसियाबाट टिकट काट्दाखेरि तपाईहरुले चाहिँ एउटा सहजीकरण के ल्याएको छ भने एउटा प्राइजहरु चाहिँ हामीले मजाले प्राइज वाइज आफ्नो बजेट अनुसार चाहिँ तपाईहरुले चाहिँ टिकट काट्न सक्नुहुन्छ के त्यसका लागि सबभन्दा पहिला त हजुरसँग चाहिँ बसिया एप्लिकेसन डाउनलोड भएको हुनुपर्छ हैन त्यसपछि तपाईले मजाले बसिया एप्लिकेसन खोल्नी अनि एप्लिकेसन खोलिसकेपछि तपाई चाहिँ कुन ठाउँबाट कहाँ जानी हो हैन कुन ठाउँबाट जानी त्यसपछि कहाँसम्म जानी हो हैन अनि त्यसपछि मजाले कहिले जाने ठ्याक्कै डेट सिलेक्ट गर्नु होला त्यसपछि सर्च गरेर मजाले अब यहाँनिर विभिन्न बसको अप्सनहरु आउँछ हैन गरेर अब कुनमा जाने ठ्याक्कै सिलेक्ट गर्नु होला अनि सिलेक्ट गरिसकेपछि अब कुन सिट रोज्ने अब झ्याल साइडपट्टि जाने कि यतापट्टि जाने कि अब स्लिपरमा जान्छ भने स्लिपर पनि छ स्लिपरमा जाने हो स्लिपर सिट सिलेक्ट गर्न मिल्यो हैन मजाले सिट सिलेक्ट गर्ने अनि त्यसपछि प्रोसेस गर्ने अगाडि अब त्यसमा चाहिँ प्राइजहरुको चाहिँ कस्तो हुन्छ नि ठ्याक्कै प्राइज अनुसार चाहिँ सिटको कलरहरु चाहिँ चेन्जेस हुन्छ के फरक हुन्छ अब लास्टको चाहिँ सिटको चेन्जेस हुन्छ अनि बिचको हुन्छ अनि माथिल्लो अगाडिको सिटहरुको सबैको चाहिँ कलर चेन्ज हुन्छ त्यही कलर अनुसार चाहिँ हजुरको प्राइस चाहिँ फरक हुन्छ र अब कुन आधारमा आफ्नो बजेट कति सम्मको छ हैन कुन सिटमा जाने मजाले सिट सिलेक्ट गर्ने अनि त्यसपछि बुक सिट गरिदिने त्यसपछि मजाले हजुरहरूले चाहिँ यही आधारले चाहिँ टिकट काट्न सक्नुहुन्छ हस् धन्यवाद।